फर्स्ट वर्ड आदिपार काट्ने दुईटा बनाउने पछाडिको तित दाँत दाँत लेख्न त्यहाँ ती दाँत TH पेस्ट बुझाउन त कस्तो कम्प्लेक्स तरिकाले बुझाउनु तित टुथ फेरि कम्स इङ्ग्लिसमै गम तित ज फ्रन्टल इन्सिजर अगाडिकोलाई के भन्छ क्रेनाइन इङ्ग्लिस मुभी 2 वर्ड फर्स्ट सेकेन्ड वर्ड सोर्ड नाइफ रोप्नेलाई के भन्छ नाइफ किल ए पछाडि बसेर हल्ला पनि गर्छ है धेरै किलिङ स्ट्याप इन्सर्ट इन्फिनिटी सोर्ड के र त्यसरी बुझाउँछ धेरै हाँसिस के हुन्छ बक्सिङ फाइट वार fuck you इक्खा यत्रो काट इनेमी इन डेन्जर चारवटा वर्ड 4 लेटर 4 पार्ट 4वटा लेटर ई लड्नेलाई 3 मिनट भयो इन्टर इन्ट्री फर्स्टको ई हो यो बाँकी होइन यसलाई के डिस्क्राइब गर्नु वार सुट गन इगन इगल इगल इक्लियर्स इनिमी इन्ट्रोपी इथेन 4वटा मात्र छ इथेन गर्छ इजाकुलेसन 4वटा हुन्छ इजाकुलेसन 4 मिनेट भयो ई भयो होइन एउटा 4 मिनट होला कति छिटो हुन्छ 4 मिनेट अर्को बोर्ड बुझा बरु लास्ट मिनट युआर इधर इधर चलाने हिट अर्को बोर्ड बुझानु बरु अर्को बोर्ड बुझानु म यीबाट बुझ्छु नि तिम्रो सबभन्दा सजिलै त्यही हो त्यस्तो आधी पुगिसक्यो तिम्रो यीबाट त्यति बढी तिम्रो दिमाग आउँदैन त गुड ना होइन यस्तो गर्दाखेरि यीबाट 4 लेटरबाट बोर्ड भयो त सिद्धिसक्यो टाइम थाहा छ मलाई इभिल भने के हो इभिल डेथ रेसिडेन्ट इभिल नि डाथ भने के इङ्ग्लिसमा के भन्छ डाथलाई टेन्ट अनि